आज भेटे केटा हो बोल्न बेला गरे ए केटा हो नसोड केटा हो केटा हो ओ सोना केटा जय नेपाल जिल्ला प्रहरी कार्यालय उदयपुर भन्नुहोस् के समस्या थियो होला उदयपुरको कोसीपुरमा छु यहाँ मलाई 3-4 केटाहरूले बाइक मारेर जबरजस्ती हान्न खोजिरहेको छ मलाई बचाउनुहोस् नआत्तिनुहोस् तपाईलाई केही पनि हुँदैन केही समय सुरक्षित हुने कोसिस गर्नुहोस् केही समयमा नै हामी तपाईको सुरक्षाको लागि त्यहाँ उपस्थित हुनेछौँ भिडियोमा आफ्नो आफ्नो भूमिका निर्वाह गर्नुभएका पात्रहरू काल्पनिक हुन् तर कथामा समावेश भएका विषयवस्तु भने सत्य घटनामा आधारित अनि समसामयिक छ। अहिले हाम्रो नेपाल अनि हाम्रो समाजको सन्दर्भमा हेर्ने भने हाम्रा सम्पूर्ण चेलीबेटी हाम्रा दिदीबहिनी हाम्रो छोरीचेलीको जीवनमा पनि तपाईँ हाम्रो जीवनमा पनि यस्ता खालका घटनाहरू घट्दैन भन्न सकिँदैन। त्यसैले हाम्रा सम्पूर्ण छोरीचेली हाम्रा सम्पूर्ण दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने तपाईँ हामी स्वयं आफै सुरक्षित भएर हिँडुल गर्न जरुरी छ। यहाँ पर्दैन, परिसकेपछि तपाईँ हामी यहाँ सरकारवाला कसैले केही गर्न सक्दैन। त्यसैले म भन्छु स्वयं हामी आफै सुरक्षित बनौँ, सुरक्षित हौँ, सुरक्षित बन्ने कोसिस गरौँ। हस्, धन्यवाद।